हेलो नमस्ते सबैजनालाई विशेष त माघीको सबैलाई शुभकामना। म चाहिँ हाल चाहिँ अहिले रुकुमकोटमा छु। म चाहिँ इन्डियातिर बसिरहेको थिएँ। अहिले चाहिँ मेरो प्यारो दाइसँग घुम्न जानु लाग्छु त्यो रुकुमकोट यहाँ कमलतालतिर। पहिले चाहिँ मैले त्यति भिडियोहरू पनि राख्न पाइनँ कामकाजले र अहिले अब चाहिँ गाउँतिर आएको छु। अब चाहिँ भिडियोहरू सायद मैले चाहिँ राखिराख्छु होला। हजुरहरूलाई के कस्तो मनपर्छ गाउँको अर्ग्यानिक भिडियोहरू र नयाँ ठाउँ जानेछु, नयाँ कन्टेन्ट ल्याउने छु। सबैजनाले साथ सपोर्ट गरिदिनु होला है। यो चाहिँ रुकुमकोट टाल हो है। रुकुमकोटको कमल ध चाहिँ यही हो। हामी चाहिँ यहाँ आइसकेको छौँ। दाइ पछाडि हुनुहुन्छ र म यहाँ चाहिँ धेरै समयपछि आएँ। आजभोलि धेरै हरेक परिवर्तन भएर रहेछ। ल हामी चाहिँ मन्दिरमा आछौँ है। दाइ र म चाहिँ यो चाहिँ रुकुमकोटको मन्दिर हो। कसै नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ यहाँ घुम्न आउन सक्नुहुन्छ है। यहाँको भ्यू चाहिँ यस्तो छ। यहाँ यतातिर चाहिँ ताल छ। यसरी मजाले मन्दिरदेखि देख्न पाइन्छ। यहाँ चाहिँ यो ताललाई रिङाल हान्नलाई पनि मजाले बाटो छ। घुम्न सक्नुहुन्छ है हजुरहरू चाहिँ। तब फोटो खिच्न नजानेर हैरान छ बुझिले। अब जोइ राम्रो निस्किनु भयो, पोइ नराम्रो निस्किनु भयो। छोरा ल गोप्रो ल तेरो के छ विचार?